नमस्ते सबैलाई स्वागत छ मेरो मिनी भ्लगमा। सो गाइज म आज क्याजुअल जाँदैछु भैरवाको सिद्धार्थ विलासामा। मेरो ड्युटी छ साँझको 7 बजेबाट भोलि बिहान 5 बजेसम्म। आजको हाम्रो इभेन्ट भने फिफा वर्ल्ड कप 2026 को फाइनल म्याच लाग्दैछ विलासामा। तपाईहरुलाई थाहा छँदैछ आजको गेम अर्जेन्टिना भर्सेस स्पेन हुन गइरहेको छ भनेर। म अहिले छु मङ्गलापुर चोकमा। अब म पारी गएर बस चढेर जान्छु। ल फाइनली गाइज हाम्रो अविनाश मित्रसँग भेट भइसकेको छ। अहिले हामी विलासा तर्फ जाँदैछौँ। ल हेर्नु त गाइज बाटो त यस्तो हिलो पो रहेछ। अब हामफालेरै जानुपर्छ। ल जसो तसो हिलो पनि पार गरेर गइयो। हामी विलासामा इन्ट्री गरिसकेका छौँ। अब यता रजिस्टरमा नाम इन्ट्री गरेर भित्र जान्छौँ। हाम्रो काम भने साँझको 7 बजेबाट सुरु थियो, तर हामी अलि छिटो आएर खाना खाँदैछौँ। अब खाना खाइसकेपछि हामी कामतिर लाग्छौँ। अहिले बजेको छ रातिको 12:45। वर्ल्ड कप पनि सुरु भइसकेको छ। धेरै गेस्टहरू आउनुभएको छ र वर्ल्ड कपलाई मजाले इन्जोय गरिराख्नु भएको छ। बिहान पनि भइसकेको छ र ड्युटी पनि सकियो। अहिले बिहानको 5 बजेको छ। भने कहिले घर पुगेर सुत्ने होला भनेर हतार भइसकेको छ। त्यसैमाथि थकाइ पनि लागेको छ। गाइज आजको मिनी भ्लग पनि यही इन गरौँ। जीवनका साना साना पलहरूलाई यादगार बनाउँदै आजको यात्रा यतिमै समाप्त हुन्छ। फेरि अर्को सुन्दर यात्रामा भेटौँला। धन्यवाद।